चिन्तालाई समयमै रोक्न सकिएन भने कुरा बुझ्नु घाम डुब्नेवाला छ। निष्पट्ट अँध्यारो हुनेछ, तनाव हुनेछ, निराश, हताश र दबाव महसुस हुनेछ। पेट पोल्ने, शरीर पोल्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, सम्झिन गाह्रो हुने र निन्द्रा नलाग्ने हुनेछ। चिन्ता र तनावले हाम्रो दिमागको फ्युज उडाउनुभन्दा अगाडि नै हामीले मेन स्विच अफ गरेर शान्तसँग एकान्तमा बस्नुपर्नेछ। न कसैको कुरा सुन्ने, न केही सोच्ने। त्यसपछि आफ्नो मन मिल्ने साथीलाई सुनाएर होस्, कागजमा लेखेर होस् अथवा बोट बिरुवासँग सुनाएर भए पनि आफ्नो भित्र मडारिएको विषलाई वाक्नु पर्दछ, खाली गर्नु पर्दछ र त्यो खाली ठाउँमा सकारात्मक सोच र सकारात्मक कल्पना रोप्न सक्नु पर्दछ। यस्तो बेलामा रोप्न गाह्रै हुन्छ, तर अँध्यारोलाई उज्यालोले बाहेक हटाउन सकिँदैन। अँध्यारोलाई डर, शङ्का, चिन्ता, तनावले हटाउन सकिँदैन। यसलाई ऊर्जा, उत्साह, हिम्मत र आशाले नै हटाउन सकिन्छ। त्यसैले सकारात्मक सोचमा जोड दिनुपर्छ।